आउन आँटेको मन्डे नाइट ड्रमा चाहिँ कोडी रोड्स भर्सेस सेमी जेन फर अनडिस्प्युटेड डब्ल्युडब्ल्यू च्याम्पियनशिप म्याच चाहिँ हुन आँटेको छ। अनि यो म्याचमा चाहिँ कसले जित्छ कन्फर्म चाहिँ थाहा भइसकेको छ। अनि मनी इन द ब्याङ्क कन्ट्र्याक्ट चाहिँ यो वर्ष चाहिँ कसले जित्नेवाला छ। अनि ट्रिपल एचले चाहिँ राम्रो बुकिङ दिन नसके पनि सुपरस्टारहरूको लागि चाहिँ एउटा चाहिँ राम्रो काम चाहिँ गरिसकेको छ। के चाहिँ राम्रो काम गर्यो यो सबै कुरा चाहिँ जान्न चाहनुहुन्छ भने चाहिँ भिडियोलाई चाहिँ अन्तिमसम्म चाहिँ हेर्नु होला। ल सुरुमा रेमेस्ट्रोदेखिको चाहिँ कुरा गर्न थालौँ। रेमेस्ट्रोले चाहिँ आफ्नो ट्रिपल एमा चाहिँ अब ब्याड बनीलाई चाहिँ ल्याउनेवाला छ। अनि मिजले चाहिँ भनेको छ मैले चाहिँ आजसम्म रिङमा चाहिँ भिडेको भनेको चाहिँ मैले सबैभन्दा धेरै स्ट्रङ रेसलरसँग भिडेको भनेको ब्रक लेसनर र ओभा फेमिनी हो भनेर मिजले भनेको छ। अनि जेफ जेरेटले चाहिँ भनेको छ ब्लड लाइनको स्टोरीमा चाहिँ सेमी चेन्ज चाहिँ नभएको भए चाहिँ ब्लड लाइनको स्टोरी चाहिँ यस्तो हुँदैन थियो भनेर जेफ जेरेटले चाहिँ भनेको छ। अनि रिपोर्ट अनुसार चाहिँ यो वर्षको समर स्ल्याममा चाहिँ निकी बेला चाहिँ फाइट गर्नेवाला छ। अनि निकी बेला मात्रै होइन यो वर्षको समर स्ल्याममा चाहिँ रिपोर्ट अनुसार चाहिँ स्टिफनी भाके र एजेली दुवैजना चाहिँ फाइट गर्नेवाला छ यो समर स्ल्याममा। अनि ट्रिपल एचले चाहिँ राम्रो बुकिङ गर्न नजाने पनि डब्ल्युडब्ल्युई को स्म्याकडाउन शोलाई चाहिँ पुरै टेपिङ गरेर चाहिँ सुपरस्टारहरूलाई चाहिँ छुट्टी दिएर चाहिँ एकदमै राम्रो काम गरिरहेको छ। अनि डब्ल्युडब्ल्युई को सुपरस्टारहरूले पनि आफ्नो परिवारहरूसँग चाहिँ समय बिताउन पाइरहेको छ। अनि सेमी जेनले चाहिँ भनेको छ मेरो जिन्दगी चाहिँ अहिले चाहिँ एकदमै राम्रो चलिरहेको छ भनेर सेमी जेनले चाहिँ भनेको छ। अनि कोडी रोडले चाहिँ भनेको छ गोल्डन हुने समय चाहिँ आउन आँटिसक्यो यो मन्डे नाइट ड्रमा सिकागोमा भनेर चाहिँ कोडी रोडले चाहिँ भनेको छ। अब चाहिँ कुरा गरौँ मेन क्वेसनको बारेमा सेमी जेन भर्सेस कोडी रोड्स अनडिस्प्युटेड डब्ल्युडब्ल्युई च्याम्पियनशिप म्याच यो मन्डे नाइट ड्रमा कसले जित्छ। यही क्वेसन चाहिँ 2-4 दिन अगाडि सोधेको भए चाहिँ सेमी जेनले टाइटल हार्न सक्छ, कोडी रोडले टाइटल जित्न सक्छ, सेमी जेनले रिटेन पनि गर्न सक्छ भनेर चाहिँ दुई खालको एन्सर चाहिँ हुन्थ्यो। अब चाहिँ कन्फर्म एन्सर चाहिँ निस्केर आइसकेको छ। कोडी रोडले चाहिँ अनडिस्प्युटेड डब्ल्युडब्ल्युई च्याम्पियनशिप चाहिँ जित्नेवाला छैन, सेमी जेनले चाहिँ आफ्नो अनडिस्प्युटेड डब्ल्युडब्ल्युई च्याम्पियनशिप चाहिँ रिटेन गर्नेवाला छ। अब सबैजना मान्छेको कुरा होला कसरी मन्डे नाइट र त आएकै छैन कसरी भन्न सक्छौ यही हुन्छ सबैजनाको क्वेसन। तर एन्सरमा चाहिँ के छ भने कोडी रोडले चाहिँ भनेको छ म चाहिँ अहिले मेरो टाइटल चाहिँ रिक्लेम गर्नेवाला छैन, म चाहिँ सेमी जेनको टाइटल रेन चाहिँ एकदमै धेरै चाहिँ इन्जोय गरिरहेको छु भनेर कोडी रोडले चाहिँ आफै भनिसकेपछि चाहिँ अब यहाँनिर चाहिँ कुनै क्वेसन पनि बाँकी रहेको छैन। त्यही भएर कोडी रोड चाहिँ हार्नेवाला छ अनि सेमी जेनले चाहिँ आफ्नो अनडिस्प्युटेड डब्ल्युडब्ल्युई च्याम्पियनशिप चाहिँ रिटेन गर्नेवाला छ। अनि यो म्याचमा चाहिँ सेमी जेनको हेल्प गर्न चाहिँ जोनी गर्गानो चाहिँ आउन सक्छ भनेर चाहिँ र्युमर चाहिँ निस्केर आएको छ। अनि र्यान्डी ओर्टनको बारेमा चाहिँ साह्रै नराम्रो खबर चाहिँ निस्केर आएको छ। यो मन्डे नाइट ड्रामा पनि र्यान्डी ओर्टन चाहिँ आउनेवाला छैन। अनि समर स्ल्याममा पनि र्यान्डी ओर्टनको चाहिँ म्याच चाहिँ हुनेवाला छैन। यो र्यान्डी ओर्टन चाहिँ इन्जर्ड चाहिँ केही पनि भएको छैन, फ्यामिलीसँग चाहिँ केवल भ्याकेसन चाहिँ मनाइरहेको छ। अनि अहिलेको अनुसार चाहिँ यो वर्षको मनी इन द ब्याङ्क चाहिँ पेन्टाले चाहिँ जित्न सक्छ भनेर चाहिँ रिपोर्ट निस्केर आएको छ। अनि पेन्टा चाहिँ एकदमै धेरै फेभरेट भएर बसिरहेको छ है अहिले चाहिँ मनी इन द ब्याङ्क जित्नको लागि। पेन्टाले मनी इन द ब्याङ्क कन्ट्र्याक्ट जित्यो भने चाहिँ तपाईँहरू चाहिँ खुसी हुनुहुन्छ कि नै कमेन्ट गरेर चाहिँ भन्नु होला।